शुभ बिहानी शुभ दिन। आजको दिन तपाईँहरूको एकदम सुखमय बितोस्, सुखमय बनोस्। ल आजको हाम्रोतिर मौसम यस्तो छ। आज म एउटा नयाँ ठाउँमा जान लागिरहेको छु। बाटो लागिसकेको छु, यहाँबाट हिँडिसकेँ। पर जङ्गल छ, यो जङ्गलबाट जान्छु म। अहिले जङ्गलमा आइसकेँ। अब 10 मिनट 15 मिनट जति हिँडेपछि जङ्गल कटिन्छ अनि पानीको सूर्यको किरण सँगसँगै शान्त जङ्गलमा चिरचिराट आउने चराको सुन्दर आवाज सँगसँगैको मेरो बिहानीको यात्रा। अस्ति पानी त किनले अब 2 मिनट जति म जङ्गल चाहिँ कट्दैछु है। यहाँ ठुलो बाटो हेर्दा त हाइवे जस्तै छ। यो बाटो चाहिँ एभरेस्ट बेस क्याम्प ट्रेकमा जाने एकमात्र बाटो। यही चरणको बाटो हिँडेर म चाहिँ अब केही छिनमा तपाईलाई देखाउने एउटा सुन्दर दृश्य पाउने ठाउँमा पुग्दैछु। हेर्नु होला त्यहाँको दृश्य कस्तो रहेछ। एउटा बोर्ड भेट्यो, सगरमाथा नेसनल पार्कले राखेको बोर्ड रहेछ। यसबाट पनि डिस्टेन्स छुट्याएको छ। गोक्यो माथिल्लो बाटो 16 घन्टा हिँडेर लाग्ने रहेछ अनि एभरेस्ट बेस क्याम्प चाहिँ 34 किलोमिटर रहेछ। 21 घन्टा लाग्ने छ यहाँबाट जानलाई। सरासरी जाँदाखेरि नाली पानी कस्तो तल बगिरहेछ। त्यो पानी चाहिँ खुम्बी युला हिमालबाट आउँछ। सुनेरु पर्वत पनि भनिन्छ। म गाउँ आइसकेँ। थाम्सेरको लज एन्ड रेस्टुरेन्ट। यो चाहिँ आमा दब्लम लज एन्ड रेस्टुरेन्ट रहेछ यहाँतिर। ल आउँदाखेरि कन्ट्याक्ट नम्बर छ होइन, कन्ट्याक्ट नम्बर छ। ल हेर्नुहोस् हिमाली फुल कस्तो राम्रो छ। आहा पर्छ मोमो लभर को हुन्छ। ल मोमो रेस्टुरेन्ट भेट्यो है, आउनु होला खानालाई। तपाईलाई सुन्दर दृश्य देखाउँछु भनेको ठाउँ लगभग भ्यू पोइन्टमा आइपुग्न लागेको छु। हेलो गाइज, म फाइनल्ली त्यस्तो सुन्दर ठाउँ आइपुगेँ जहाँबाट सगरमाथा, लोसे, आमा दब्लम, थाम्सेरको, खाङतेका, तोबुचे लगायतका हिमालयहरूको चाहिँ नजिकैबाट दर्शन गर्न पाइन्छ। पछि चाहिँ एउटा ठुलो हेलिप्याड पुगिन्छ। म हेलिप्याड जाँदैछु है, तपाईँलाई हेलिप्याड पनि देखाउँछु यहाँको। मैले तपाईँलाई भनेको ठाउँ चाहिँ आजको गन्तव्य यही नै हो साथीहरू। हेर्नु होला यहाँबाट देखिने सुन्दर वन जङ्गल, चिचिरहट, चराको आवाज, अनि सेता दुधका जस्ता कारखाना, त्यसपछि हिमाल, त्यो माथिको थाम्सेरको हिमाल, यो आमा दब्लम हिमाल, यहाँ आमा दब्लम, त्यसपछि आमा दब्लमपछि माथि गएर आएको लोत्से हिमाल हो। हिमालका यी सौन्दर्यहरू, यी सुन्दर दृश्यहरू तपाईँलाई कस्तो लागिरहेछ कृपया प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला। यस्तो सुन्दर ठाउँ, यस्तो सुन्दर दृश्य कहीँ मात्रै देख्न पाइन्छ। विश्वको कुनै पनि ठाउँमा यस्तो अनमोल उपहार, प्रकृतिको उपहार सायदै पाउन्न, कहीँ पनि पाउन्न। यो हामी भाग्यमान नेपालीहरू, हामीले मात्र देख्न स्पर्श गर्न पाएछौँ। संरक्षण गर्नुपर्ने हामी सन्ततिका लागि हाम्रो आफैले उपहार सन्ततिलाई। हेर्नुहोस् तलबाट चाहिँ खोला, माथिबाट सुन्ने कुहिरो बादल उठेर आइरहेछ। अब यो बादलको घुम्टोले हिमाललाई ढकमक्क ढाकिदिन्छ केही छिनमा। तपाईँलाई आजको दृश्य कस्तो लाग्यो त? आजको दृश्य यदि मन पर्यो परेन, तपाईँलाई कस्तो लाग्यो? केही सुधार गर्नुपर्ने पक्षहरू केही छ भने त पनि भनिदिनु होला। कृपया तपाईँको प्रतिक्रियाको पर्खाइमा रहनेछु म भन्दै। ल एकछिन आजको दृश्यको सरलता तपाईँलाई हेर्दै जानु होला। ल हेर्नु होला सबैले यो भिडियो। त्यो आमा दब्लम पनि खुलिसक्यो लगभग, हामीले गर्दाखेरि क्लियर देख्न पाउनु भएन। त्यो क्लियर देखिएको लोत्से हिमाल एकदम बबाल देखिरहेछ। त्यो यतापट्टिको चाहिँ कुहिरो मुनिको माउन्ट एभरेस्ट हो। हल्का देखिन्छ यहाँबाट, त्यस्तो धेरै राम्रो देखिन। टाढाले त्यो ओल्लो हिमालले पहाडले छल्यो। अब हेरौँ खुल्दैछ। त्यसको टुप्पोसम्मको सायद बादलले चाहिँ उसलाई छोडिदिन्छ र हामीले दर्शन पाउँछौँ होला भन्ने आशा छ मलाई।
यो भिडियो तपाईँलाई कस्तो लागिरहेछ कृपया प्रतिक्रिया दिनु होला। योभन्दा अझै राम्रो मौसम खुलेको दिन तपाईँलाई योभन्दा अझै माथि गएर पनि सुन्दर सुन्दर दृश्यहरू कैद गरेर यो भिडियोको रूपमा तपाईँलाई म देखाउने नै छु। हेर्नुहोस् एभरेस्ट खुल्दैछ। एभरेस्ट माउन्ट एभरेस्ट विश्वको सर्वोच्च शिखर सगरमाथा पल्लो यो यतापट्टिको लोत्से भएको हो। यो कालो डाँडाभन्दा हिमालको पनि हिमाल नै हो। यो चाहिँ सिजनल हिउँपर्छ। उतापट्टि देखिएको बादल मुनिको हिमाल माउन्ट एभरेस्ट, धरतीको सर्वोच्च स्थान, धरतीको स्वर्ग, संसारको ध्यान तान्न केन्द्रित एउटा शान्त सुन्दर विशाल आत्मा बोकेको हिमाल। यही हिमालले नै हो हामीलाई सिकाउने हिमाल जस्तै अटल भएर बस्छ, वन जङ्गल जस्तै शान्त हो, समुद्र जस्तै शान्त हुनु। किनकि यही शान्त यही सौन्दर्यलताले नै एक दिन अवश्य पनि उज्जवल भविष्य निर्माण गर्नेछ। यो हिमाललाई हेर्नुहोस्। हिमाल चाहिँ अटल, यो झुकेन, यो कहिल्यै लत्रेन, यो कहिल्यै। यो हिमालबाट सिक्नु छ अटल र अडिग रहनलाई। यी झरनाबाट सिक्नु छ कल कञ्चन सारा जीव जन्तुको जिन्दगी बचाउनलाई। यी हरियाली वनबाट सिक्नु छ प्रकृतिलाई सफा स्वस्थ राख्नलाई। अनि यो सारा सृष्टिलाई निहाल्नु छ। आहा, जिन्दगी वास्तवमै गौरवपूर्ण छ। जिन्दगी वास्तविक जिन्दगी जस्तो छ। ल बादलले चाहिँ खुम्बिला छोप्न लाग्यो है साथीहरू। अब एकछिनमा छोप्छ। माउन्ट एभरेस्ट यो कुनाको। माउन्ट एभरेस्टभन्दा अगाडिको नुप्से, यो यता देखिएको लोत्से दामी देखिन्छ। यो आमादब्लम हेर्नुहोस्, आमादब्लम। यो घामले गर्दाखेरि त्यति राम्रो हिमाललाई चाहिँ क्लियर देख्न पाउनु भएन अहिले। यो चाहिँ घाम झुल्किनुभन्दा अगाडि आइपुग्नु पर्थ्यो। यहाँ आज मौसम खुलेको थियो, म अलिक सकिनँ। लाग्छ समय, झन्डै 1 घन्टा लाग्छ आइपुग्नलाई। यो थामसेरकोबाट झरेको कल बग्ने सिधा हिउँ पग्लेर झर्ने झरना छाँगा मात्रै तल दुधको सीमा आएर मिसिन्छ। ल हेर्नुहोस् बादल, यो सेतो बादलले चाहिँ अब ढकमक्क हिमाललाई राखिदिन्छ। यहाँको प्राकृतिक वातावरण, यहाँको प्राकृतिक अवस्थिति एकदमै रहस्यमय छ। यो विश्वको ध्यान केन्द्रित हुने ठाउँ नै यही हो। हेर्नुहोस् अब यता यो एभरेस्टहरूलाई, लोत्सेहरूलाई घरि बादलले छेक्दै छोड्दै गरिदिन्छ। हेर्नुहोस् यो बादल र हिमालको लुकामारी। हामी पनि बालाखान लुकामारी खेल खेल्थ्यौँ। त्यस्तै नै यो प्रकृतिले पनि हिमालसँग यो बादललाई लुकामारी खेलाउन पठाउँछ। एकछिनमै मान्छेलाई देखाउँछ, एकछिनमै हटाइदिन्छ, एकछिनमै छोपिदिन्छ। कस्तो रहस्यमय छ। आजको यो भिडियो चाहिँ अलिक फरक खालको छ। हिमाल त तपाईँहरूले अस्ति नजिकैबाट हेर्नुभएको थियो। सगरमाथा, लोत्से लगायतका अग्ला हिमालहरू पनि नजिकैबाट हेर्नुभएको थियो। तर चाहिँ अलिक टाढाबाट, किनकि यो ठाउँबाट चाहिँ 2 दिन जति लाग्छ त्यो ठाउँमा पुग्नलाई। यो चाहिँ अलिक टाढाबाट हरियाली, वन जङ्गल, कुहिरो, हिमाल, आकाश लगायतका सम्पूर्ण वातावरणीय वस्तुस्थितिहरू पनि देख्न पाउनुहुन्छ यसबाट चाहिँ।